Hello guys, good morning from Gandruk. दामी तले आइपुग्यो हिमाल देखिएको चाहिँ सही वाउ गान्द्रुक आउने भनेर हिजोदेखि अस्तिदेखि भएको है कहिले बाइक के हुने कहिले के हुने आमा दुःख सुख गरेर आइपुग्यो फाइनल्ली ओ हामी यहाँ हिमाल हेर्नलाई हाइटमा पुगेर हेलो गाइस हिमाल हेर्नुहोस् हिमाल हिमाल यस्तो देखिन्छ नि यहाँ आइपुग्यो मर्निङ वाक पनि भन्नु विचार अलिक ढिला भएछ नि उनीहरूलाई छट्ट लाएर बिहानको हिमाल ओहो We used to dance the night away, hang out the whole next day, laughing happy. हामी सबैजना हिमाल हेर्नलाई दौडिरहेका छौँ होइन तपाईँहरूलाई पनि देखाउँछु म ओहो आहा कति राम्रो हिमाल छ धेरै हिमालपट्टि नै फर्काइराखौँ जस्तो हामी होइन र Take me back once more, summer love, where did you go? हेर्नको लागि हामी तडपिराख्यो नि त हामी कहाँ होला सर्लकको निउडेर कहाँ सुत्ने हो हिमालको वाउ Look at them now and what are they have? कति रमाइलो गाउँ पनि है साह्रै रमाइलो गाउँ र माथि गर्छ तल गाउँ माथि टक्क सनराइज चाहिँ अलि सनराइज हुँदै रहेछ उता सन हाम्रो कफी सप के भन्नु छ मेरो भाइ बदम के भन्नु छ रमाइलो भइरहेछ नि दिस इज गाहिरे यिनीहरू दाजुभाइको जोडी चाहिँ अब कहिले नछुट्ने जोडी हो अन्नपूर्ण हिमाल गान्द्रुक भान्जो हामी चाहिँ चट्टै गाउँ हेर्दै कफी खाँदै होइन कफी सिद्धिदिएर मेरो त सिधिसक्यो नि
साह्रै मिठो यो गाउँ हेर्दै हिमाल हेर्दै कफी खाएको त गान्द्रुकको खतर गान्तोकको खतरा के बोक्ने खर्च भयो सामान बोक्ने होला है गाउँ हिमाल खच्छ हामी चाहिँ कहाँ छ घान्द्रुकमा कस्तो फिल भएछ त एकदम रमाइलो फिल भइरहेछ तर टुल्किएले चाहिँ आज होइन साह्रै डिस्टर्ब गरिरहेको हाम्रो टुल्के भनेर चाहिँ यही भाइ हो मेन भ्लग चाहिँ हामी चट्टलाएर हिमाल हेर्नलाई बिहानै उठेर गान्द्रुक हिमालसँग यो गाउँ यहाँ छन् हाम्रो केटाहरू चट्टलाएर अब सिधो आजको गान्द्रुकको बसाइ यसकै लागि कुदेर बसेको थियो फाइनली अब हामी कता जान्छौँ हामी आफैलाई थाहा छैन अब तल पिएचसी प्लान गर्छौँ अनि निस्किन्छौँ होइन हाम्रो चाहिँ सबै बिना प्लान भइरहेछ यस्तै हो हामी प्लान बनाएर कहिले नि हिँड्दैनौँ सही ल रमाइलो हुँदैछ है त बिहानको यस्तै भयो भटाउटे काम यसरी हुन्छ खचरलाई बोकाउँछ नि यार भारी ओ खैरे के छ त्यसले केही गर्दैन क्या मजा आएको के बिहान चाहिँ मजा आउने है यहाँ बस्नलाई दामी क्या खाजा चट्टला दामी हामी चाहिँ चट्टै गएर हेरेर आएर माथि 2 कप जति चिया भ्याएर खाजा लिँदैछौँ हामी खाजा आइपुग्यो हामी चाहिँ घान्द्रुकबाट अब अन्नपूर्ण बेस क्याम्प जाँदैछौँ भनेर भन्ने दिन कहिले आउने होला स्टेकोट लाउँदैछु होइन चट्ट लाएर ड्रेस लाउँदा ड्रेस अन प्रोग्रेस इङ्ग्लिस त अहिले बोल्छ म नेपाली बोल्छु कहिले इङ्ग्लिस कहिले नेपाली बोल्नु म गुरुङ बोल्दिनँ ल हलेर गुरुङको भाषा मिल्छ तर हामी चाहिँ मगर यो मगर गाउँ हो कि गुरुङ गाउँ हो यो गुरुङ गाउँ हो यो गुरुङ भाङ्गा होइन यही यसमा चाहिँ रङ भन्छ ट्यागै बोल्नु पर्दैन यो कुरालाई हो गुरुङ भाषामा रङ नेपालीमा भाङ्गा मगर भाषामा गादा तपाईँले त साह्रै ह्यान्डसम बनाइदिनु भयो नि बिहा नगरेको भए बिहा गरेर छैन अब यसो फोटोसोटो पठाउनु पऱ्यो पहिला कुरो ब्रेकअप भएकोहरूले फेरि रिक्वेस्ट गर्छ होला होइन पुरानो बाटो त फेरि फर्किँदैन यो पनि जान्छ त्यही भएर लास्ट उमेर पुगेको गुर्सिनी मगर्नीहरू जम्मै पोखरातिर रहेछ अब तरुनी बरुनीहरू पनि छैन यहाँ बरु त्यही हामी जस्तो बुढा खारा अनि त्यही विदेश कतिको जान्छ विदेश पनि गर्छ
टोपी चाहिँ बाहिर लर भाइ यहाँ ऐना छ त्यहाँ ऐना हेर्दै नाप्दै गर्नु अनि साथीहरूले नि वहीँ आएर लाउनु ल अब मैले चट्ट त्यो टाउको छ अस्ति एउटा गोरालाई रहर लाग्छ 3-4 चोटि लाउन दियो मलाई अनि भिडियो गरेर चाहिँ के गर्छ भने त यो म लान्छु यो भाङ्रा हो हजुर फोन खोइ त मेरो तेरो फोन मलाई के छ भने कहिले राखेको त्यहाँ उमा माथि छ जा त्यो घ्याम्पो माथि छ ला 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 हिमाल हेर्दै नाच्दै गर्ने हो गुरुङ ड्रेस लाइयो हाम्रो दाइले चाहिँ लाउनु भएन सन्तोषले लायो एकटा लाउँछ नि चट्ट लाएर ला 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 आहा गाइज चट्ट पार ल दाइ निस्क्यो ओ आमा के हो र के साह्रो र हिमाल हिमाल एकैछिन यहाँ तिमालतिर देखाउँछ अनि आमा आमा भनेपछि आफ्नै गाममा नि चिन्दैनन् मलाई हिमाल हेर्दै ल चट्ट लाएर के भन्नु छ रमाइलो भइरहेछ भाइ डान्सै हो टुल्के नाच्यो टुल्के नाच्यो कटु घुस्क्यो रेडी भइसक्यो आइज न भाइ आइज न ओइ यहाँ हेर त यो खोला यो मलाई पर्ला के छ सुभाषनी लास्ट रमाइलो छ होइन परियो मगर परियो राम्रो लाग्छ नि भन्यो है गाइजहरू फेरि गाउँतिर यतिकै सुन्दर केटा पाइँदैन फेरि ल हाम्रो अब आजको घान्द्रुकको यात्रा पनि सिद्धि होइन हो कि होइन हो ल ओके हो कि होइन ल चट्ट लाएर अब खानपिन चाहिँ हाम्रो पोखरा गएर हुन्छ हो कि होइन यताउति रमाइलो गरेर बाइकहरू बाँध्दैछौँ आज अब हाम्रो घान्द्रुकको यहीँसम्म हो अब हामी फर्किन्छौँ आज पोखरा फर्किन्छौँ पोखरा गएर खाना खाएर अनि सल्लाह गर्छौँ कहाँ जाने के गर्ने भनेर हाम्रो बाइकहरू यही हो खाना खाएपछि मात्र सल्लाह हुन्छ हाम्रो हिँडेपछि मात्र प्लान बन्छ नहिँडिकन बन्दैन त्यस्तै छ ल लाएर हामीले उकालो सन्द अस्ति उकालो हेर घान्द्रुकमा गएको होइन त तर ढलान गर्दै रहेछ ढलान हुन्छ होला बाँदर बाँदर यो बाइक छ नि दोस्त त्यो हिजो हामीले भेटा ए दुईजनाको थियो नि हो तिनीहरूले ल्याउनु पर्छ हो कि दोस्त फर्किँदैछौँ फाइनली हिजो यही ओह्रालोमा हो हामी लडाइँ यार कुलुक्क लड्यो अर्को बाइकले गर्दाखेरि यहीँनिर यो कुनामा
अफ रोड चाहिँ सिधेर पिच रोड सुरु भयो उयो पारि देखिरहेको चाहिँ लान्द्रुक कि के अरे भाइ लान्द्रुक रे यो लास्ट पुरानो गाउँ हो अरे यार यो 100-150 वर्ष पुरानो गाउँ हो अरे त्यो नि रमाइलो छ अरे योपालि चाहिँ हामी घुम्न भ्याइएनौँ नेक्स्ट टाइम आउनेछौँ क्या ठुलो रहेछ पहरो रहेछ अरे अब अफ रोड सिधेर पिच रोड सुरु भयो मैले चाहिँ बाइक नचलाएको अफ रोड थियो ओह्रालो थियो झ्याउलाउने त्यही भएर मेरो साथीले चलाउनु दिएको यस्तै छ हामी पोखरा झर्दैछौँ झन् लास्ट रमाइलो ठाउँ रहेछ घुम्न आउनु होला हजुरहरू पनि है त यहाँबाट छुट्टिनुपर्छ यहाँ पछाडि चोकबाट ए यो डाँडोबाट कहाँ हो यता तल कता पो बाटो छ यार पहिलोचोटि आउँदा त केही थाहा नहुने ठाउँको नाम थाहा नहुने केही पनि थाहा नहुने यार कहाँ आइपुग्यो थाहा नहुने कहाँ पुग्यो थाहा नहुने अब हामी हाइवे निस्क्यौँ हामी चाहिँ पोखराबाट डाइरेक्ट काठमाडौँ जाने भनेर लागेको पोखरा के अरे घान्द्रुकबाट पोखरामा खानासाना खाएर अब काठमाडौँ निस्किनुपर्छ भन्न थालेको अनि आउँदा आउँदै यसो बाटोतिर अब यताका बन्दीपुरतिर यसो छिरेर रमाइलो छ अरे घुम्न पर्ने ठाउँ रहेछ भनेर हामी बन्दीपुरतिर लाग्यौँ है अब आज अब बन्दीपुर पनि देखाउँछु म सही रहेछ यार ल यो त काठमाडौँ ठमेल जस्तै रहेछ है ठमेलै जत्तिकै रहेछ यार आम्मा यतातिर ए सही रहेछ त यार बन्दीपुर हामी चितवन नगएर ठिकै गरेछौँ क्या अरे है त हामी चितवन नगएर नि ठिकै गरेछ भने गल्ती नगरा होइन हरेक चिजको एक्सपेक्टेसन सौरा गयो चितवन दाइ भोलि त बस्नै पर्ने तर चाहिँ अनि अब आज गएर त नि कतिखेर पुग्ने हो र भोलि नि अनि ठ्याक्कै तपाईँले भने जस्तै हुन्छ चितवन जाने त्यही भएर चिया खाएपछि प्लान हुन्छ हामी प्लान बनाएर हिँड्ने मान्छे होइन त्यही भएर ल हेर्दै गरौँ देखाउँदै गर्छु म तपाईँहरू हेर्दै गर्छु दामी रहेछ ल बन्दीपुर चाहिँ आउनै पर्ने ठाउँ रहेछ है हामी चितवन नगरेर नि ठिकै गरेछौँ चितवन गयो भए अझ 2 दिन जान्थ्यो तर कोहीलाई चाहिँ चितवन जानु मन थिएन धातिकन भन्नु अरे बुवालाई दाबी लागेको ठाउँ है फकिङ बन्दीपुर कहाँबाट छिरेको यार 10 मिनट माथि आएको हाइवेबाट स्वास्थ्य ठाउँमा आइपुगिहाल्यो मिठो ठाउँमा आइपुग्यो चितवन गयो त नि यति बेला हिँडे दिन रातभरि हिँडे गर्नुपर्छ नि क्यालकुलेट गरिदिँदा फर्किँदा कति हुन्छ जाँदा कति हुन्छ फर्किँदा कति तर एकचोटि जिन्दगीमा बन्दीपुर चाहिँ आउनुपर्ने छ दामी छ फेरि पनि आइमा भन्न नमिल्ने बन्दीपुरे माया भन्ने त दामी रहेछ आउनै पर्ने ठाउँ रहेछ एकचोटि बन्दीपुरमा खानासाना खाइयो अब चट्टला रेस्ट गरिन्छ सुतिन्छ भोलि बिहान बन्दीपुर भ्यू पोइन्ट गइन्छ अनि चट्टला भोलि चाहिँ काठमाडौँ आइन्छ भोलि ब्याक काठमाडौँ ल यति भन्दै आजको दिन यहीँ सिद्धाउँ होला हस् बाई बाई गुड नाइट लाइक सेयर सब्सक्राइब चाहिँ मन लाग्छ गर्नुहोस् भन्दा
लाइक सेयर सब्सक्राइब गर्दै गर्नु है त हस् धन्यवाद बाई बाई ल हेर्नु एकचोटि